सुपर 6 का खेलहरूमध्ये 2वटा गेम खेलिसकेको नेपाल यति बेला पोइन्ट्स टेबलमा 6 अङ्कका साथ दोस्रो स्थानमा रहेको छ। रन रेटको आधारमा ओमान अगाडि रहेको कारणले गर्दा 6 अङ्क भए पनि टपमा ओमान र दोस्रोमा नेपाल रहेको छ र यी 2वटा टिमहरू चाहिँ वर्ल्ड कपको लागि यति बेला क्वालिफायर भइसकेको अवस्था छ। तर अन्तिमसम्म गेम खेल्दाखेरि नेपाल भने वर्ल्ड कप क्वालिफायरको लागि रन रेटमा भर पर्नुपर्ने हुन्छ। तर अब हुने अर्को खेलमा जित हात पारेमा भने सिधै वर्ल्ड कपमा छनौट हुनेछ र यही अवस्थामा रहे भने चाहिँ थोरै रन रेटको आधारमा नेपाल जान सक्छ र अन्तिम अब बाँकी 2वटा खेलहरू सबै खेल्दा सबैमा जित हात पारेमा नेपालले चाहिँ सुपर 6 को उपाधि पनि लिनेछ। हार्दिक बधाई छ नेपाल क्रिकेट टिमलाई। नेपाल र कतारसँग जुन क्रिकेट भयो त्यो पनि एउटा रोमाञ्चक खेल थियो। 5 रनले नेपालले जितेको थियो। नेपालले पहिला ब्याटिङ गरेको थियो। कतारले टस जितेर बलिङ रोजेको थियो भने नेपालले ब्याटिङ गर्दा जम्मा नेपालले चाहिँ 147 रनको टार्गेट दिएको थियो 9 विकेट गुमाएर निर्धारित ओभरमा र कतारले निर्धारित ओभर सकिनु भन्दाखेरि यसले 142 मात्रै रन बनाउन सफल भएको थियो र यसमा ओपनरहरू राम्रो चल्न सकेनन्। तर रोहित पौडेल र दिपेन्द्र सैनीले राम्रो क्रिजमा टिकेर खेलेका थिए, राम्रो पार्टनरसिप साझेदारी गरेका थिए। रोहित पौडेलले सर्वाधिक अर्धशतक बनाएका छन्, उसले यसमा सुधारिएको खेल प्रदर्शन गरेका थिए र यो खेल जिताउनको लागि चाहिँ सन्दीप लामिछानेको सबैभन्दा ठुलो हात छ र सन्दीप लामिछानेलाई एकचोटि बधाई र शुभकामना दिन चाहन्छौँ। सन्दीप लामिछानेले यसमा सर्वाधिक 5 विकेट लिएका थिए 18 रन खर्चेर 3.5 ओभर बलिङ गर्दै भने र यो सँगै यो टुर्नामेन्टमा उसको यो सुपर 6 मा जम्मा 10वटा विकेट भइसकेको छ। हवस् त आजलाई यति नै, बाँकी फेरि लिएर आउनेछौँ। त्यतिसम्मको लागि हामीसँग रहनुहोला, सब्सक्राइब गर्नुहोला। बाई।